भुजेलले ल्याएपछि तामाङ हुन्छ कि भुजेल हुन्छ अलिकति तामाङै हुन्छ के तामाङ हुन्छ भुजेलले ल्याएपछि तामाङ हुन्छ कि भुजेल हुन्छ तपाईले के भनेर तामाङको जात फेर्दैन के मान्छे एउटा कुरा जातको कुरा हुँदैन क्या म भुजेलले जात फेर्दैन तल राखेर कुरा गर्नु न भुजेलको छोरा ल्याएपछि भुजेल हुन्छ नि त तामाङ नि म हुँदैन तामाङै हुन्छ भुजेल जे पनि अहिले त संविधानले दिएछ नि त फेरि जे पाइदिए नबोल्नु नि फेरि के भएको कुरा गर्दै चाहिँ कस्तो जे पाइ त्यही हो र हाम्रो तामाङको छोरी चेलीको थर फेर्दैन भनेर थाहा छैन तामाङको रीतिरिवाज के जानेछ र अचम्मै छ कस्तो मान्छे हो र अनि भुजेलले ल्याएपछि भुजेल हुँदैन भने कस्तो कुरा गरे त्यस्तो सुरुवातमा झगडा उबेलाको कुरा होइन क्या हाम्रो चाहिँ अहिले पनि रीतिरिवाजमा चाहिँ तामाङको छोरी भुजेलले ल्याए भुजेलै हुन्छ होइन अनि न्यावरले लए न्यावरै हुन्छ बाहुनले लए बाहुनै हुन्छ होइन गुरुमाले यदि थर चेन्ज गर्न चाहनु होइन तपाईँ उचाल्ने पछार्ने काम नगर्नु क्या तपाईँ इन्टरभ्यू लिनु होइन इन्टरभ्यू लिँदा पनि जनतालाई चाहिँ सत्य तथ्य निष्पक्ष चाह्यो नि त होइन तपाईँले किन चित्त दुखाइ भन्दा पनि तामाङ भन्नेमा ठिक छ तर प्रकाश भुजेल नि तामाङ हुनु पर्यो नि त त्यसमा अनि लमिन भुजेल र प्रकाश भुजेल भनेर दिए भइगयो नि त के लाग्छ घर चाहिँ बस्न हिँड्नु न तपाईँ भइहाल्छ नि यो रेकर्डबाट हटाइछु है यस्तो कुराहरू चाहिँ अलिक विचार गरेर बोल्नु न उहाँ नै जित्नुपर्ने के झुटो कुरा पनि नच्चाहिँदो कुरा पनि उहाँ तिम्रो म घर चाहिँ बस्ने मान्छे हो त म अनि तपाईँको चाहिँ म तामाङमा केटी भुजेल हुने मान्छे हो र यस्तो कुरा